नमस्कार। आज म कवि देवी नेपालको मातृभूमिको आवाज शीर्षकको कविता लिएर उपस्थित भएको छु। प्रस्तुत कविता कक्षा 6 को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको छ। कवितालाई यसरी सङ्गीतबद्ध तरिकाले पनि लयवाचन गराउन सकिन्छ। मदेश सिङ्गो महु चन्द्र सूर्य महेश तिम्रो महु पूर्ण चित्र छैनन् पराई सब भाइ भाइ आमा पुकार्छन् सबले मलाई संस्कार बाँचे पछि देश बाँच्छ मनुष्य हाँसे परिवेश हाँस्छ उनी रमाला सब फुललाई सिगार्न आऊ सबले मलाई हिमाल मेरो अति उच्च माथा पहाड छाती मधेस काख म एक मान्छे सरी पूर्ण ठान यी अङ्ग मेरा सब हुन् समान दौरा र कुर्ता अनि बखुला आउँ घले कसारी तनमा सजाऊँ गौरा खुलो सुन्दर देउडामा नेपाल हाँसोस् मिथिला कलामा देउसी र भैलो अब खेल्न जाऊँ रोटी पछि जीवन गीत गाऊँ मिलेर नाचौँ अब धन नाच छरौँ मिली संस्कृतिको सुवास छरौँ मिली संस्कृतिको सुवास। धन्यवाद।